ह्याप्पी दसैँ एभ्रिवान। सबैजनालाई दसैँको धेरै धेरै शुभकामना। सबैतिर दसैँको रमाइलो छाइसकेको छ र त्यसै गरी हाम्रो बर्दिया तारका लाली बजारमा पनि देख्न सक्नुहुन्छ र हाम्रो बुवा हामीलाई कोक फेन्टा लिएर आउँदै हुनुहुन्छ। रातिको 12 बजिसक्दा पनि हामी आँखा मिच्दै भयो नि लुडो खेल्न छोडेको छैन। आज दसैँको 7औं दिन घर घरमा फुलपाती भित्राइने। दसैँको 7औं दिन आज फुलपाती सप्तमी तिथिमा पर्ने यस दिन हिन्दू धर्मावलम्बीहरूको महान चाड बडा दसैँको महत्त्वपूर्ण दिन हो। घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दसैँको घरमा भित्राइन्छ। सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्री स्वरूप फुलपाती आगमनमा प्रवेश गराउने गरिन्छ। वर्ष दिनको दसैँ आयो आमा कुर्दै होलिन् जमरा र रातो टीका साई फेर्दै होलिन् घरको याद आयो नि। हेर्नलाई भनेर आउनु भयो। बाबु बाबु बाबा जानु न ला भिडियो खिचे। यो रमाइलो दसैँको बेलामा यो रमाइलो दसैँको बेलामा हाँसौँ खेल
फर्किआऊ परदेशी गाउँ घरा तिम्रै छेउमा बसिलाउँथे जमरा र टीका तिमी उता परदेशमा चाडबाड भयो फीका तिम्रै छेउमा बसिलाउँथे जमरा र टीका वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार